आदरणीय दर्शक महानुभावहरू सम्पूर्णमा नमस्ते। म परमेश हिताङ्ग अर्घाखाँचीदेखि आज चाहिँ म यो भूमिका स्थान नगरपालिका वार्ड नम्बर 7 बरबासको यो प्राङ्गणमा छु। एकजना सिस्टरले चाहिँ युईदेखि आफ्नो मामुका लागि चाहिँ गिफ्ट पठाउनु भएको छ र यो गिफ्ट दिनका लागि चाहिँ म यहाँ बरबासनेर ओर्लिएको छु र घर चाहिँ त्यहाँनिर भन्ने सुनेको छु। अब म त्यहाँनिर जान्छु है। घाम एकदमै छ, छाता ओढेर आएको छु है। सामान यहाँ हातमा छ र यता झोलामा पनि छ। एकदम गाह्रो भइरहेको छ मलाई हिँड्दै आउनका लागि चाहिँ। म चाहिँ धेरै टाढादेखि हिँड्दै आएको छु है। अब म चाहिँ उहाँको मामुको घर जाँदैछु। तपाईँको छोरी युईमा हुनुहुन्छ हो? तपाईँलाई चाहिँ छोरीले युईबाट गिफ्ट पठाउनु भएको छ। यो गिफ्ट ल्याउनु त। यो पनि ल्याउनु, दुईवटा हुन्। अनि चाहिँ तपाईँको छोरीले चाहिँ त्यो प्लास्टिकमाको गिफ्ट चाहिँ ओपन गर्नु भन्नुभएको छ। ओपन गर्नु त। यो चाहिँ तपाईँको लागि चाहिँ तपाईँको छोरीले पानी खानको लागि चाहिँ कपहरू भन्नुभएको छ। यो ओपन गर्नु त। तपाईँको लागि मोबाइल आएको छ है। तपाईँको छोरीले चाहिँ युईबाट ओप्पो फोन चाहिँ तपाईँको लागि पठाउनु भएको हो। छोरीले फोन पठाउँदा चाहिँ कस्तो खुसी लागेको छ। तपाईँको लागि पङ्खा है। तपाईँको फेसले मात्रै काम गर्छ। ल फाइनली सामानहरू आइसक्यो। यो घर चाहिँ मेरै हो, उहाँ चाहिँ मेरो मम्मी हो र यो सामान पठाउने चाहिँ मेरो दिदी हो युईबाट। यो सामानहरू चाहिँ म चाहिँ धेरै पालिदेखि ल्याएर आइसकेँ र सामान ल्याइदिने दाजुलाई पनि धेरै धेरै धन्यवाद र सामान पठाउने मेरो प्यारी दिदीलाई पनि धेरै धेरै धन्यवाद र यति भन्दा मेरो कुराहरूलाई समापन गर्न चाहे। धन्यवाद।